आइपुग्यो त्रिशूल। बिचमा ठुलो शिवलिङ्ग छ। साइडमा सानो सानो 108 वटा शिवलिङ्गहरू बनाइएको छ। सुरु हुन्छ 108 जल स्नान। वरपर जल स्नान छ साइडमा। बिचमा शिवजीको मूर्ति। यस धारापानी क्षेत्रभित्र 108 धारामा जल स्नान, श्री गणेश मन्दिर दर्शन, 108 शिवलिङ्गमा जल अर्पण, विष्णु दर्शन र लास्टमा रहेको छ 54 तुलसी मठ दर्शन। यो भयो मूल गेट प्रवेशद्वार। यो हो धारापानीमा रहेको मुख्य मन्दिर, श्री पाण्डवेश्वर महादेवको मन्दिर हो। यो अलौकिक साज भएको वृक्ष र मन्दिरसँगै रहेको छ। अलौकिक साज भएको वृक्ष धेरै ठुलो छ। पहिलेको जमानामा मानिसहरूले काट्दाखेरि काट्न नसकेर पूर्ण त्यही अवस्थामा रहेको वृक्ष हो भनेर भनाइरहेको छ। यति ठुलो वृक्ष छ। मन्दिर सूर्यनारायण मन्दिर, हनुमान मन्दिर, श्री पाण्डवेश्वर महादेव मन्दिर जुन धारापानीमा रहेको छ। पोखरीको बीचमा शिवजीको मूर्ति बनाइएको छ। यहाँ 108 शिवलिङ्गहरू छन्। एक सय 8 शिवलिङ्गमा जल लेखेको छ र भित्र 108 शिवलिङ्गहरू छन्। बिचमा ठुलो शिवलिङ्ग छ। साइडमा सानो सानो 108 वटा शिवलिङ्गहरू बनाइएको छ। यो ठाउँ घुम्न दाङ आउनु पर्ने हुन्छ। बिचमा ठुलो शिवलिङ्ग छ। वरपर सानो सानो 108 वटा शिवलिङ्गहरू रहेको छ। यो गंगा वासुकी नाग मन्दिर प्रवेशद्वार।
गंगा वासुकीनाग मन्दिर। पानी जीवन हो, स्रोतको खोजी गरौँ, हरियाली बचाऊ। एक सय 8 जलधारा स्नान 108 जलधारा स्नान बिहान 6 बजेदेखि 11 बजेसम्म। यो भयो गेट। गेटभित्र छिरिसकेपछि सुरु हुन्छ 108 जल स्नान। वरपर जल स्नान छ साइडमा, बिचमा शिवजीको मूर्ति, माथिबाट शिवजीको चुल्ठोबाट माथिबाट पानी आउँछ। यो हो त्रिशुल जाने बाटो। ध्वजाहरूले सिँगारिएको छ त्रिशुल जाने बाटो। हाम्रो म्याडम चस्मा लाएर हाई गर्दै। यता भयो खड्गदेवी मन्दिर जाने बाटो, जहाँ भर्याङले बनेको छ। कति धेरै भर्याङ हो। हामी त्यता पनि जानेछौँ। अहिले हामी त्रिशुलतिर जाँदैछौँ। बिहानको समय छ, शीतलहर चलिरहेको छ। आइपुग्यो त्रिशुल। विश्वको सबैभन्दा ठुलो त्रिशुल, धारापानीमा रहेको त्रिशुल यही हो गाइज। यहाँ ओम लेखिएको छ। यहाँ शिवजीको नन्दी, ल यही हो त्रिशुल। ठाउँ ठाउँमा क्यामेरा राखिएको छ। वरिपरि पानी, बिचमा त्रिशुल बनाइएको छ। यो शङ्ख, पहिलाको भन्दा धेरै मर्मत गरिएको छ अहिले धारापानी मन्दिर वरपर। धारापानी मन्दिरभित्र देख्न सक्नुहुन्छ वनचरा कालिज उडेको देख्न सकिन्छ। यो हो दाङको घोराइमा रहेको पाण्डवेश्वरी मन्दिर, जसलाई धारापानी मन्दिर भनेर पनि चिनिने गरिन्छ। अहिले देखिराख्नु भएको यो दृश्य
त्रिशुल वरिपरिको क्षेत्र हो। विश्वको सबैभन्दा अग्लो त्रिशुल रहेको छ। बिहानको 7:45 बजेको समय छ। पुष महिना 10 गतेको दिन आजको दिन हो। शीतलहर चलिरहेको छ। धुरीले केही देख्न सकिएको छैन। खुराइका केही ठाउँहरू घाम लागेको बेला यहाँबाट देख्न सकिन्छ, तर शीतलहर हुसुले गर्दाखेरि अहिले देख्न सकिएको छैन। यही हो विश्वको सबैभन्दा अग्लो त्रिशुल। अगाडि ओम लेखिएको छ। एकदम राम्रोसँग सिँगार पतार गरिएको छ। मेन मन्दिर यता भयो। पाण्डवेश्वर महादेवको मन्दिर। अब हामी त्रिशुलतिरबाट तलतिर झर्दैछौँ, फर्किँदैछौँ। बाटोमा मजाले ध्वजाहरू बाँधेर सजाइएको छ। एकदमै राम्रो सुन्दर देखिन्छ। यता सुनकोट खड्गदेवी मन्दिर प्रवेशद्वार। यहाँबाट सुरु हुन्छ सिधी। कति सिधी छन् भन्ने जान्नको लागि चाहिँ गन्दै माथितिर जानुपर्ने हुन्छ। यता भयो शिव पार्क। अब हामी शिव पार्कभित्र छिरिसक्यौँ। यहाँ पनि रमाइलो छ। सुन्दर दृश्य देख्न सकिन्छ। यहाँ मृग जरायोहरू बनाइएको छ। पार्कहरूको निर्माण गरिएको छ। रुखमा चितुवा लालीगुराँस फुलेको छ। रुखमा चितुवा झुन्डिएको छ। यता डाँफे पनि बसेको छ। नाग पनि देख्न सकिन्छ, साथै उल्लु पनि छ। मान्छेहरूले प्राय फोटो खिच्ने ठाउँ भनेको यही हो। यस ठाउँमा आएर फोटोहरू खिच्ने गरिन्छ। एकदमै राम्रो दृश्य बनाइएको छ। रमाइलो रमाइलो पार्कहरूको निर्माण गरिएको छ।
साथै पहिलेको भन्दा धेरै नै व्यवस्थित बनाइएको छ।